Hello guys, today we have a chocolate mole recipe. Let's go. त्यसको लागि चाहिन्छ हामीलाई अन्डा त्यसपछि भयो बटर, त्यसपछि भयो हामीसँग सुगर छ अनि फ्लावर छ, त्यसपछि भयो हामीसँग डार्क चकलेट है त गाइस। यो लिएर हामी किचन जानेछौँ। डबल बोइलरमा मैले यहाँ बटर मेल्ट गराइराखेको छु र यसमा मैले हाले डार्क चकलेट र बटरलाई मजाले मेल्ट गर्नको लागि छोडिदिए एकछिन। यस्तो आयो। मैले अर्को बोलमा चाहिँ अन्डा र सुगर मिक्स गरेँ अनि यसमा हाले मैले अघि तताएको बटर र डार्क चकलेट। यसमा हाले मैले फ्लावर हालेर बिस्तारै मिक्स गर्दैछु। यसले मजाले मिक्स गरिसकेपछि टेक्सचर चाहिँ यस्तो आउनु पर्यो है त। अनि यसको लागि हामी बनाउँदैछौँ मोल। त्यो मोलमा चाहिँ डाइरेक्ट हाल्यो भने तासिन्छ, त्यही भएर मैले यसमा हाल्दैछु बटर पेपर। बटर पेपर हालिसकेपछि मैले यसमा गरेँ बटर स्प्रे, ताकि त्यो पेपरमा पनि नतासियोस् भनेर है त। अनि त्यसमा मैले हाल्दैछु हामीले अघि बनाएको बटर। मैले लिएर आएको मोलले पुगेन, अझै थप्नु पर्ने भयो, त्यही भएर म गएँ मोल लिन। मोल लिएर फेरि त्यसमा पनि बटर पेपर हालेँ। सेम बटर पेपर हालेर फेरि त्यसमा स्प्रे गरेँ मैले। ल ब्याटर हालिसकेपछि यति हुनुपर्छ है त गाइस। फुल हाल्नुभयो भने चाहिँ ओभरफ्लो हुन्छ, त्यही भएर हाफ हाल्नु पर्यो। फाइनल्ली रेडी भइसकेको छ र मैले ओभनमा हालेँ। ओभनमा हालिसकेपछि यसको टेम्परेचर चाहिँ 200, टाइमर चाहिँ 10 मिनट, 10 to 12 मिनट पकाउनु भयो भने चाहिँ देख्न सक्नुहुन्छ यो टाइपको आउँछ है त। यसलाई मैले ट्रान्सफर गर्दैछु फुड प्यानमा ट्रान्सफर गरिसकेपछि देख्न सक्नुहुनेछ फाइनल लुक्स है त गाइस। यसको लागि मैले हाल्दैछु न्युट्रेला, त्यसमा राखेँ मैले चकलेट मोलेक्स, साइडमा थोरै नट्स यानि कि गार्निस गरेँ थोरै आइसिङ सुगरले। त्यसमा मैले राखेँ बेरिज, स्ट्रबेरिज, कुनै पनि बेरिज राख्न सक्नुहुन्छ तपाईँहरूले। मैले चाहिँ मसँग भएको बेरिज राख्दैछु। बेरिज हालिसकेपछि त्यसमा गयो 1 स्कुप अफ आइसक्रिम। कुनै पनि फ्लेभरसँग सर्भ गर्न सक्नुहुनेछ, देख्न सक्नुहुनेछ गाइस। फाइनल लुक्स प्लेटिङ अफ द डे। यसलाई मैले देखाउन गइरहेको छु, देख्न सक्नुहुन्छ भित्र चाहिँ यो सालको हुनु पर्यो है त लाभा। यो त अझै ड्राई भयो, अझै काट्दाखेरि चकलेट बग्नु पर्यो बाहिर सर। यसमा मैले मिलाएँ आइसक्रिम। यम्मी यम्मी। लास्टसम्म हेर्नुभएकोमा धन्यवाद।